हामी चाहिँ क्याम्पिङ आएका छौँ। अब चाहिँ यहाँ हाम्रो के हुँदैछ भन्दाखेरि सबैजना आफ्नो घर बनाउँदै हुनुहुन्छ। अब यहाँ देख्न सक्नुहुन्छ हैन बनाउनलाई, तर उहाँले खासमा 2 घण्टा पनि बनाएर भ्याउनु हुँदैन यहाँ। उहाँहरुको घर चाहिँ बन्दै छ है। उहाँहरूको घर चाहिँ बन्दैछ भन्दा अहिले हेल्प गर्दै। घर त भोलिसम्म बनिसक्छ। हामी चाहिँ यहाँ टेन्ट बनाउन सुरु हुँदैछ है गाइज। अब हामी एकछिनपछि पानीपुरी खान्छौँ। तपाईहरुलाई चाहिँ हामी टेन्ट बनाएपछि देखाउने छौँ है त। बुढाबुढी मिलेर हैन टक्क टेन्ट घर बनेर भ्याउन लागिसक्यो। ऊ घर बन्यो गाइज। मिन्दी दिदी घर बन्यो है। ल ल ल ल कस्तो लागिरहेछ भाउजू? हालेर एउटा कुरामा सुतिहाल्छ नि भइहाल्यो। भइहाल्यो नि त। तिमीलाई उकुस मुकुस भएर के भयो हैन? नै हाम्रो चाहिँ घर बनाउन नआएको कारणले दाजुले बनाइदिइरहनु भएको। धेरै धेरै धन्यवाद दाजु। राम्रो भन्ने हैन, जे हो फ्याक्ट भन्ने हो। सच्चाइ हुनु पर्यो। हुन्छ बुझ्यौ तिमीले बाबु? के बुझाउ अझै? अझै चाहियो। गाइस हाम्रो घर बन्यो। गाइस हाम्रो घर बन्यो। ओइ मिन्दिले दियो है दियो। गाइस हाम्रो घर चाहिँ यस्तो छ है। भेनाजुले घर बनाएर दिइसके। थ्यांक यू भेनाजु। मार्छ अहिले दाइले। नाइस नाइस। गाइस हाम्रो 2टा घर बन्यो। अब एउटा घर बन्न बाँकी छ। गाइस अब चाहिँ हाम्रो दाजुको घर पनि यहाँ बन्दैछ। बवाल हुँदैछ है। यता चाहिँ हाम्रो घर भयो, मिन दिदीहरूको घर अनि हाम्रो यहाँ चेयर छ। अब हामी एकछिनमा बवाल रमाइलो गर्नेछ। ल घर बन्यो है गाइस। घर बन्यो। गाइस अब चाहिँ म चाहिँ यहाँ के गर्दैछु भन्दाखेरि अब यहाँ हामी चाहिँ हामीलाई चाहिँ यहाँ भर्ने आएन हैन। अब यहाँ बोलाउनु पर्ने हुन्छ दाजुलाई। फाइनली भेनाजुले चाहिँ मिलाइदिनु भयो। अब हाम्रो चाहिँ यहाँ म्याट्रेस हुँदैछ। यसरी रहेछ हैन। अब चाहिँ हामी पानीपुरी बनाएर खाँदैछौँ। ये हाम्रो दाजु र भेनाजु चाहिँ हाम्रो भेनाजु र दाइ चाहिँ कहाँ जानुभएको छ भने यसो दाउरा साउरा लिन जानुभएको छ हैन। अब हामी आगो बालेर रमाइलो गर्नुपर्छ है त। यहाँ चाहिँ पुरी मसला अनि पानी छ। अब हामी पानीपुरी खाँदैछौँ। मुख रसाइसक्यो हाम्रो। गाइस हामीले चाहिँ फाइनली हैन काठहरू पायौँ। दाजुले लिएर आउनु भयो हाम्रो सन्तोष दाजुले। उहाँलाई ह्याट्स अप छ। अनि हाम्रो विपिन भेनाजुलाई पनि है। अनि हामीले चाहिँ फाइनली आगो बाल्यौँ। अब इन्जोय गर्दैछौँ। उडाएर ल्याए। हामी चाहिँ 5 मेरो यस्तो भयो। ए यस यस 5 मिले केटा केटी भयो। अब हामी के खेल्दैछौँ? तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। मलाई पनि अंग्रेजीमा नसिकाइदेऊ न। कुरा गर्न सिकाइदेऊ न। 1 2 3 सिकाइदेऊ न। I love you बना लो I love you I love you। ल उबाट गाऊ। अनि
अनि के भयो हामीलाई त्यो त आधा आधा हामीलाई त सोध्नै पाएन नि झ्याली भइहाल्यो नाच्यो नाच्यो झिल्के नाच्यो नाच्यो नहेर त्यसरी जय झर्दछ जन्म पर्दछ हेर त्यसरी मर्दछ
गाइस अब चाहिँ हामीले चाउमिन पकाउँदैछौँ हेर्नु होला हामीले चाहिँ एक लट खायौँ मलाई चाहिँ रबिनजीले कराउँदै हुनुहुन्छ वाउ यो हो नि त गुड जब चाउमिन है चाउमिन खाने भए आउनु